नमस्कार। टीवी टुडे विशेष रिपोर्ट में अपने संपूर्ण गोटे की स्वागत है। हम चांदनी अकनम धनुषा जिला प्रहरी कार्यालय में उपस्थित भ चुकल छी। विवाह पंचमी जी सबसे महान महामहोत्सव में लाखों की संख्या में श्रद्धालु भक्तजन सबके उपस्थिति रहत विभिन्न जिला कही आ विभिन्न ठाम से विभिन्न देश से उपस्थिति रहे दिनों दिन श्रद्धालु भक्तजन सबके उपस्थिति में वृद्धि भ रहल अछि। तैमे कोना क सुरक्षा जे छै से दृष्टिकोण में बढ़ल छै कि ना छै सुरक्षा शांति सुरक्षा के लक वही प्रसंग में हम धनुषा जिला की एसपी भुवनेश्वर तिवारी जी संगे बातचीत करब। उनका पहले स्वागत करी तब विस्तृत जानकारी ले। यहाँलाई धन्यवाद। नमस्कार। यो अहिले हामी सीता राम जानकी विवाह पञ्चमी महामहोत्सव 2081 को पूर्व सन्ध्यामा छौँ, तयारीको अवस्थामा छौँ। अब यो विवाह पञ्चमीको सन्दर्भमा कुरा गर्दाखेरि त्रेता युगमा भगवान राम र सीताजीको धनुष यज्ञ भएर धनुष भाँचिसकेपछि धनुष गर्दा भाँचिसकेपछि त्यसपछि विवाह भएको छ र त्यो त्यही विवाहको सन्दर्भमा अहिलेसम्म यो विवाह पञ्चमी महोत्सवको रूपमा जनकपुरमा मनाउँदै आइएको छ र यसको धार्मिक सांस्कृतिक महत्त्व त छँदैछ। त्यसको अलावा पनि आर्थिक रूपमा पनि जनकपुरवासी र सम्पूर्ण मध्य प्रदेश मात्रै नभएर यो राष्ट्रको लागि नै अत्यन्तै ठुलो अत्यन्तै महत्त्वको यो पर्व हो, यो चाड हो, यो संस्कृति हो। त्यो हिसाबले अहिले यो चाहिँ जनकपुरमा अहिले यो सुरक्षा निकायको मात्रै होइन, जानकी मन्दिरको मात्रै होइन, प्रदेश सरकारको मात्रै होइन, एउटा जनजनको मनमा चाहिँ अहिले चाहिँ यो के अरे विवाह पञ्चमी पर्व उहाँहरूले चाहिँ हर्षोल्लासका साथ मनाउने तयारी गर्दै हुनुहुन्छ र पूर्व तयारी गर्दै हुन्छ। अनि खास कुरा त के छ भने यहाँ चाहिँ लगभग 5 लाख मान्छेलाई बिना पैसाको खाना, बिना पैसाको बस्ने व्यवस्था लगभग मिलेको छ। यो यस्तो किसिमको पर्व हजुरले थाहा अब यो भन्दा पहिला कहिले पनि मलाई लागिरहेछ कि 5-4 मान्छेलाई पनि खाना खुवाएको छैन। हाम्रो यताको स्थानीय सरकार होस् अथवा प्रदेश सरकार होस्, हजुरलाई कसरी यो जानकारी अथवा थाहा छ कि कतै सहकार्य भइरहेछन् यहाँसँग कि 5 लाख श्रद्धालु भक्तजनको खाना चाहिँ त्यतिकै निःशुल्क उपलब्ध छ? अहिले विभिन्न क्लब सङ्घ संस्था हामी मिटिङमा पनि बस्यौँ। अहिले विभिन्न धार्मिक सङ्घ संस्थादेखि लिएर क्लबहरूदेखि लिएर यहाँका चाहिँ सामाजिक सङ्घ संस्था, जातीय सङ्घ संस्था सबैले चाहिँ त्यो खानाको हामीलाई भन्नुभएको छ। हामी सबै चाहिँ खानाहरूको व्यवस्था गर्छौँ भन्नुभएको छ उहाँहरूको। शान्ति सुरक्षाको के कस्तो तयारी छन् होइन? कति चाहिँ यसमा प्रहरी खट्छन्? यो यताको युनिटले पुग्दैन भने बाहिरबाट तपाईँमा आउनुहुन्छ कि कसरी चाहिँ म्यानेज गर्नुहुन्छ? कति प्रहरी प्रचलन हुन्छ? विवाह पञ्चमी 16 गतेदेखि 22 गतेसम्मका कार्यक्रम छन्। त्यसमा 16 गते जनकपुर नगर दर्शन हुन्छ, 4 बजे कार्यक्रम हुन्छ त्यो। 17 गते चाहिँ फुलबारी लीला हुन्छ, त्यो पनि 4 बजे नै हुन्छ बेलुका। अनि धनुष यज्ञ जानकी मन्दिर प्राङ्गणमा हुन्छ, त्यो पनि 5 बजे बेलुका हुन्छ। त्यसपछि तिलकोत्सव हुन्छ, त्यो चाहिँ बाजागाजाका साथ जानकी मन्दिरदेखि राम मन्दिर प्रस्थान गरेर राम मन्दिरमा हुन्छ। यो चाहिँ 1 बजे दिउँसो 1 बजे हुन्छ। त्यसपछि मटकोरको कार्यक्रम हुन्छ, त्यो 20 गते हुन्छ। यो अगाडिका दिनभन्दा यो दिन अलि धेरै मान्छे जम्मा हुनुहुन्छ, 1400 बजे हुन्छ। यो रथ बाजागाजा साथ जानकी मन्दिरदेखि गङ्गा सागर प्रस्थान गरेर गङ्गा सागरमा यो कार्यक्रम हुन्छ। त्यसै गरी अब मुख्य कार्यक्रम भनेको शुभ विवाह स्वयंवर हुन्छ, त्यो चाहिँ 21 गते हुन्छ, 1300 बजे हुन्छ, त्यो पनि 1 बजे दिउँसो। र रङ्गभूमि रङ्गभूमिमा हुन्छ, यो जानकी मन्दिरबाट 12 बिघा प्रस्थान गरेर कार्यक्रम हुन्छ यो। र 12 बिघामा यसमा चाहिँ जानकी मन्दिरबाट चाहिँ सीताजीको डोला निस्किन्छ, राम मन्दिरबाट रामजीको निस्किन्छ र तिनीहरू दुवै चाहिँ रङ्गभूमिमा गएर त्यहाँ रङ्गभूमिमा चाहिँ एउटा भव्य वैवाहिक समारोह वैवाहिक कार्यक्रम हुन्छ। र 22 गते दिउँसो चाहिँ जानकी मन्दिर प्राङ्गणमा रामकलेवा हुन्छ। यसरी चाहिँ 6 दिनको पुराका पुरा कार्यक्रम हुन्छ। यो भव्य कार्यक्रम हुन्छ। यसमा चाहिँ देश विदेश यो अयोध्याबाट चाहिँ जन्ती आउनुहुन्छ र देश विदेशबाट श्रद्धालु भक्तजनहरू भिभिआइपीहरू भिआइपीहरू लगायत चाहिँ
आउने कार्यक्रम हुन्छ र हामीले सुरक्षा योजनालाई हामीले चाहिँ कुनै पनि अवांछित क्रियाकलाप नहुने अप्रिय घटना हुन नदिने किसिमले हामीले शान्ति सुरक्षा मिलाउनको लागि यो सुरक्षा योजना बनाएका छौँ र विभिन्न सवारी साधन विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थाको लागि चाहिँ हामीले व्यवस्थापन गरेका हुन्छौँ भने श्रद्धालु भक्तजनहरूको भिड लगायतको कुरा चाहिँ व्यवस्थापन गरेको हुन्छ र सम्पूर्ण यो 6 दिनको कार्यक्रमलाई हामीले भव्यताका साथ सम्पन्न गर्ने किसिमले चाहिँ के अरे सुरक्षाको तवरले चाहिँ हामीले हेरिएको हुन्छ प्रहरीको जिम्मा चाहिँ सुरक्षाको हुन्छ र यसमा चाहिँ के छ त यसमा खतरा भन्दाखेरि एउटा चाहिँ महिला वृद्ध बालबालिका हैन सबै किसिमको मान्छेहरू आउँछ र उनीहरूको भिडभाड हुनसक्छ भिडभाडमा किचिन सक्छ गत सालका घटनाहरूलाई हेर्दा त्यो देखिएको छ त्यसै गरी यो होटल लगायत चाहिँ सवारी आवागमन खाद्यान्न यस्तो समस्या पनि हुनसक्छ बिजुली औषधि उपचार त्यसको तर्फ पनि त्यो पनि पछि गएर सेक्युरिटी कम्प्लिकेसन हुनसक्ने त्यसले ल्याउँदाखेरि त्यो तर्फ पनि हामीले विचार गरेका छौँ र नेपाल भारत खुला सिमाना छ यहाँ चाहिँ चोरहरू पकेटमारहरू आउने सिक्री थुत्ने पकेट मार्ने गत सालमा भएको र गत साल चाहिँ 30 जना मान्छेहरू त्यस्ता समातेको छ र अहिले हामीले पनि त्यो 30 जना मात्रै नभएर अझ बढी समेत समातियो भने पनि राख्न सक्ने किसिमले हामीले व्यवस्था मिलाएका छौँ र त्यसमा सादा पोसाकमा चाहिँ 150 जनाभन्दा बढी प्रहरी चाहिँ सादा पोसाकमा मात्रै खटिन्छ यही कामको लागि त्यसै गरी भिड हुनसक्छ त्यसमा चाहिँ फोहोर हुनसक्छ सङ्क्रामक रोगहरू फैलिन सक्ने सम्भावना पनि हुने हुँदा त्यतातर्फ पनि त्यो हेल्थ हजार्डको रूपमा हामीले त्यो पछि गएर सेक्युरिटी कम्प्लिकेसन हुनसक्ने हुँदा त्यतातर्फ पनि हामीले विचार गरेका छौँ र महिला बालबालिकाहरू वृद्धहरू हराउन सक्ने हुँदाखेरि ठाउँ ठाउँमा प्रहरीको चाहिँ हेल्प डेस्कहरू हुन्छ हाम्रो स्वास्थ्य शिविरहरू हुन्छ हाम्रो केन्द्रीय श्रीमती सङ्घबाट पनि एउटा डाक्टर सहितको स्वास्थ्य शिविर राख्ने किसिमले हामीले तयारी गरेका छौँ त्यसै गरी एपिएफको नेपाल आर्मीको पनि स्वास्थ्य क्याम्प हेल्थ क्याम्प हुन्छ र हामीले चाहिँ एउटा हेल्प डेस्क लगायतको पनि हामीले व्यवस्था गरेका छौँ र धार्मिक समूह बीचमा कहिलेकाहीँ विवाद पनि आउन सक्छन् त्यो बारे पनि हामी सचेत छौँ र यो सडकहरू पनि भत्केका खाल्टाखुल्टी भएका पनि अहिले हामीले पूर्ण लगाइसकेका छौँ अनुरोध गरेर त्यसले पनि कहिलेकाहीँ चाहिँ खुट्टा हातखुट्टा भाँचिने मान्छेहरू फस्ने हुन्छ त्यो हिसाबले र कहिलेकाहीँ भिडभाड हुन्छ भिडभाडमा झगडा हुनसक्छ त्यो हिसाबले हामीले सुरक्षा व्यवस्था मिलाएका छौँ र महिलाहरूमाथि हिंसा दुर्व्यवहार हुनसक्छ र कुनै पनि अलिकति ठुलो इन्सिडेन्ट भयो भने भागदौड स्ट्याम्पिड भन्छ त्यसलाई त्यो हुनसक्छ त्यो हिसाबले चाहिँ हामीले सुरक्षा व्यवस्था मिलाएका छौँ र हाम्रो सुरक्षा रणनीतिको सन्दर्भमा कमान्ड पोस्ट हुन्छ पिकेट हुन्छ चेक पोइन्ट हुन्छ पैदल गस्ती मोबाइल गस्ती अनि स्ट्राइकिङ टोली कार्यक्रम स्थल ड्युटी सूचना सङ्कलन टोली सादा पोसाकमा रिजर्भ टोली इमर्जेन्सी रेस्क्यु टिम स्निपर डग बम डिस्पोजल युनिट सीसीटीभी र ड्रोन क्यामेराद्वारा निगरानी ट्राफिक व्यवस्थापन विशिष्ट व्यक्तिको सुरक्षा नागरिक सहायता कक्ष सूचना कक्ष र प्राथमिक उपचार कक्ष लगायतको चाहिँ व्यवस्थापन हामीले मिलाएका छौँ र यसमा चाहिँ हाम्रो कमान्ड पोस्टमा हाम्रो चाहिँ 45 जना हुन्छ कमान्ड पोस्टमा म लगायत सिडिओ साहबहरू पनि हुनुहुन्छ यो 45 जना हाम्रै 45 जना हो र दमकल लगायतका कुराहरू पनि स्ट्यान्ड बाई हुन्छ त्यहाँ हामीले नै परिचालन गर्नुपर्ने हुन्छ केही परेको सन्दर्भमा त्यसपछि जानकी मन्दिर कार्यक्रम स्थलको ड्युटी परिचालन त्यहाँ डिएसपी साहब इन्स्पेक्टर साहब 2 जना डिएसपी 1 जना इन्स्पेक्टर 1 जना वरिष्ठ सहीको कमान्डमा चाहिँ त्यहाँ विभिन्न जिम्मेवारी सहितको ड्युटी खटिन्छ यसमा 240 जनाको प्रहरी कर्मचारीहरू त्यसमा एक सिफ्टमा खटिने व्यवस्था मिलाएका छौँ त्यसै गरी रङ्गभूमि 12 बिघामा चाहिँ हाम्रो त्यहाँ चाहिँ जम्मा 100 जना प्रहरी कर्मचारीहरू त्यहीँ खटिन्छ त्यसपछि त्यो डोलासहित जाने प्रहरी कर्मचारीहरू फेरि त्यो डोलासहित जान्छ डोलासहित फर्किन्छ त्यसरी हुन्छ भने राम मन्दिरमा मैले एकछिन किन रोकेँ भने किनकि यो त तपाईँले सेड्युल बनाउनु भएको छ त्यो हिसाबले यो खटाउनुहुन्छ होइन यो हिसाबले चाहिँ प्रहरी प्रचालन गर्नुहुन्छ आफ्नो कार्यक्रमको यो तरिका छ हजुरको यहाँको तर जुन हिसाबले योभन्दा पहिला हजुर चाहिँ सायद विवाह पञ्चमीमा बस्नुभएको छैन होला होइन बस्नु भएको छ
त्यो टाइमको माहौल र अहिलेको माहौलमा कतिको चेन्ज आएको छ भने किनकि श्रद्धालु भक्तजनको उपस्थिति दिनदिन बढिरहेछन्। यो ट्रेनले गर्दा पनि अलि वृद्धि भएको छ। यो जानकीजीको अलि धेरै अब मिडियामा चाहिँ प्रचार प्रसार भएर मान्छेको आस्था पनि बढिरहेछन्। त्यो हिसाबले पनि श्रद्धालु भक्तजनको घुइँचो बढिरहेछन्। तर त्योमा जसरी लाइन हुँदाखेरि जब जानकी मन्दिरबाट चाहिँ ढोला निस्किने बेलामा त्यस्तो कसरी तपाईँ कन्ट्रोल गर्न सक्नुहुन्छ? त्यताको अवस्था चाहिँ कन्ट्रोल, त्यता तपाईँ यदि 2000 पनि प्रहरी राख्दा पनि कन्ट्रोल हुन अवस्था हुँदैन। त्यसले कसरी तपाईँ कन्ट्रोल गर्न सक्नुहुन्छ? त्यसको लागि पनि अहिले हामीले सुरक्षा व्यवस्था मिलाएका छौँ। त्यसमा हाम्रो चाहिँ यो डाइभर्सनदेखि लिएर पिकेटहरूले चाहिँ कन्ट्रोल गर्छ। दोस्रो कुरा, अहिले हामीले जानकी मन्दिर राम मन्दिरबाट जाने जति पनि डोलाहरू जान्छ त्यससँग जाने चाहिँ बरियातहरू जो व्यक्तिहरू हुनुहुन्छ त्यसलाई हामीले एउटा लाठीमालो भनेको चाहिँ यो हातेमालो भनेको हात जुडाएर हुन्छ भने लाठीमालो भनेको लाठी जुडाएर हामीले दुई तर्फबाट उहाँहरूलाई चाहिँ त्यहाँ घेरेरै लिएर जान्छौँ। त्यो किसिमले मिलाएको छ भने त्यो मन्दिरभित्र जाने प्रवेश गर्ने ठाउँमा हामी दुईतिरबाट अहिले बारै बार्छौँ। त्यहाँनिर भक्तजनहरू पहिलेदेखि त्यहाँ रमाइलो हेर्न बसेको चाहिँ त्यहीँ बस्नुहुन्छ भने यताबाट जाने चाहिँ र त्यो भिड चाहिँ नमिसियोस् भनेर हामीले त्यसरी चाहिँ त्यो मिलाएका छौँ, त्यो मिलाउँछौँ। र त्यसै गरी अब अहिले यो थोरै मैले आम जनमानसमा जानकारी गराउन पनि चाहन्छु। हामीले धेरै मिटिङहरू पनि गऱ्यौँ। धेरै प्रदेश मुख्यमन्त्रीज्यू, प्रदेशको चाहिँ गृह सञ्चार मन्त्रीज्यू, जानकी मन्दिर, मेयर साहब, सिडिओ साहब, अब जिल्ला प्रहरीमा पनि हामीले विभिन्न सेक्टरको मान्छेहरूलाई बोलाएर हामीले चाहिँ मिलाएका छौँ। र हाम्रो खटिने प्रहरी कर्मचारीलाई पनि हामीले 7वटा सेक्टरमा बाँडेर हामीले राख्छौँ र तिनीहरू चाहिँ डिएसपी र इन्सपेक्टरको कमान्डमा त्यो टोली चाहिँ 7वटा सेक्टरमा बस्छ। र हाम्रो चाहिँ एउटा चाहिँ सिमानामै चेक जाँच हुन्छ सिमानामा। अनि दोस्रो चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि यता छिमेकी जिल्लाबाट आउने नेर पनि चेक जाँच हुन्छ। आउटर कर्डन हुन्छ, त्यो एकदम यो सिमानाको हुन्छ। त्यसपछि यहाँ नगरभित्र आउटर कर्डन हुन्छ। आउटर कर्डनमा चाहिँ हामीले चेक जाँच गर्छौँ। र अहिले गाडी चाहिँ यता उत्तरतर्फबाट आउने चाहिँ पिडारी चोक पश्चिमतिर, मुजेलिया पश्चिमतिर रहन्छ। त्यसपछि यता मौतरीतिरबाट आउने बस पार्क एरियामै रहन्छ। त्यसपछि जटैतिरबाट आउने 6 लेनमा रहन्छ गाडीहरू। पूर्वतिरबाट आउने हो पुलचोकको पूर्वतिर रहन्छ। र यता पश्चिमपट्टि चाहिँ बलुवा टोल त्यतापट्टि चाहिँ रहन्छ। यसरी ठुला गाडीहरू र मानिसहरू त्यहीँ झरेर लगभग 2-3 किलोमिटर 3-4 किलोमिटर हिँड्न पर्ने बाध्यता चाहिँ हुन्छ त्यति बेला। त्यो किसिमले हामीले मिलाएका छौँ। र त्यसै गरी अस्ति मात्रै पनि हामीले इन्टरनेट सर्भिस प्रोभाइडरहरूसँग हामीले मिटिङ गरेका थियौँ। उहाँहरूले 25 ठाउँमा फ्री इन्टरनेट सर्भिस 4 दिनको लागि 19 गतेको बेलुकाबाट सुरु हुन्छ र त्यसपछि 20, 21, 22 गते रातिसम्म उहाँहरूले त्यो इन्टरनेट सर्भिस प्रोभाइड गरिदिनुहुन्छ। त्यो पनि सुरक्षाको समेत व्यवस्था गरेर गर्नुहुन्छ। र अहिले स्थानीय युथ क्लबहरू, स्काउटहरू लगायत अझ हामीले चाहिँ उहाँहरू त्यो इन्टरनेट सर्भिस प्रोभाइडरहरूसँग पनि धेरै युवा जनशक्तिहरू हुँदो रहेछ। उहाँहरूले पनि हामी दिन्छौँ भोलिन्टियरको लागि भन्नुभएको छ। त्यो भोलिन्टियर म्यानेजमेन्टको चाहिँ कुरा भइरहेछ। अब यसको प्रत्यक्ष प्रसारणको लागि पनि प्रदेश गृह सञ्चार मन्त्रालयले त्यो मिलाएको छ। कतिको सपोर्ट पाउनुभयो? स्थानीय सरकारसँग तपाईँ कुरा गर्नुभयो, प्रदेश सरकारसँग कुरा गर्नुभयो, क्लबहरूसँग कुरा गर्नु, कतिको उहाँहरूको चासो र कति तपाईँहरूले सहकार्यमा चाहिँ हेल्प गरिराख्नु भएको छ? उहाँहरूको कस्तो भूमिका छ? अहिले भइराखेको छ, उहाँहरूबाट सहयोग भइराखेको छ। जस्तो अहिले सीसी क्यामेराहरू बिग्रेका थिए, अब अहिले 7वटा बाहेक अरू सबै सीसी क्यामेरा बनिसकेका छन्। 7वटा सीसी क्यामेरा बनेको बन्छ, नबनेको रिप्लेस गरिदिने कुरा भएको छ। एउटा मोनिटर बिग्रेको छ, त्यो मोनिटर पनि प्रदेश गृह सञ्चार मन्त्रालयबाट रिप्लेस हुँदैछ त्यो मोनिटर। र केही दिनमा हाम्रो गृह सञ्चार मन्त्रीज्यू यहीँ आएर सिसिटिभीको अवस्था के छ उहाँले आफै जिल्ला प्रहरी कार्यालयको निरीक्षण लगायत चाहिँ त्यो सीसी क्यामेराहरूको पनि मोनिटर उहाँले निरीक्षणै गर्नुहुन्छ। त्यो किसिमले प्रदेश गृह सञ्चार मन्त्रालय, संस्कृति मन्त्रालय, मुख्यमन्त्रीज्यू, नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जानकी मन्दिर, उद्योग वाणिज्य सङ्घ, युवा क्लबहरू, स्काउट, विभिन्न जातीय हैन, यहाँ त सुडीकुटीदेखि लिएर जातीय उहरू पनि हुनुहुन्छ, उहाँहरूसँग पनि समन्वय छ।
यातायात व्यवसायीहरू, राजनीतिक दलहरू। जसरी यो वर्ष अलिकता धेरै नै चुनौती हेरिरहेछौँ, किनकि 500 जति जयन्ती चाहिँ यो 5 साल पछाडि आइरहेछन्। अब यो जयन्तीलाई कसरी मर्यादित र व्यवस्थापन तपाईँहरू गर्न सक्नुहुन्छ उताबाट आउँदाखेरि? त्यसपछि त्यो गाडीहरू, अब गाडी त आउला उहाँहरूसँग, हाम्रो यतातिरको गाडी लथालथिङ अवस्थामा हुन्छन्, ट्राफिक जाम हुन्छन्, तर त्यो गाडीहरूलाई कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ, कता राख्नुहुन्छ, त्यो कसरी हुन्छ? त्यसको लागि एउटा ट्राफिक म्यानेजमेन्ट प्लानै हामीले छुट्टै बनाएका छौँ र त्यो हामीले 1-2 दिनमा त्यो कहाँ कसरी राख्ने भन्ने सम्बन्धमा एउटा नक्सा बनाएर नै हामी सामाजिक सञ्जालमा नै राख्नेछौँ। त्यो छुट्टै योजना छ। एउटा इभ्याकुएसन प्लान छ छुट्टै, होइन, स्ट्याम्पिड प्रिभेन्सन प्लान छ एउटा, कुनै स्ट्याम्पिड नहोस् भनेर। र भइहाल्यो कथम कदाचित भइहाल्यो भनेदेखिलाई पनि फेरि हाम्रो इभ्याकुएसन प्लान लगायतका चाहिँ छ भने ट्राफिक म्यानेजमेन्टको सन्दर्भमा डेडिकेटेड पार्किङ एरियाहरू छुट्याइएको छ। त्यो पार्किङ एरियाहरूमा उहाँहरूले राख्नुहुन्छ र तत्काल चाहिँ थप केही भयो भने त्यसलाई एडजस्ट गर्ने किसिमले हामीले त्यहाँ खटिएको सुरक्षाकर्मी, त्यहाँ खटिएको ट्राफिक प्रहरीले त्यसलाई एडजस्ट गर्छ। त्यसमा कुनै पनि समस्या आउने छैन। तैना संपूर्ण जानकारी जे छै से एसपी साहब से लेनु है। स्वाभाविक है जे हमरा सबके सबसे महान ई महा महोत्सव विवाह पंचमी होते सांस्कृतिक से जुड़ल जे जनकपुर धाम में हरेक जतिक पावन होते वो सब अपना धर्म संस्कृति परंपरा से जुड़ल है। हिंदू सबके सबसे बड़का महोत्सव जे छै से विवाह पंचमी होते एहिमे सुरक्षा की सबसे बड़का मध्य नजर रखबाक चाहिए। सुरक्षा जाहिठाम रहे ओहिठाम घटना सब जे अप्रिय घटना सब नहीं घटेदै तो हम सब फिर से दोसर रिपोर्ट लग उपस्थित हेबेटा करब। अखन के लिए हम सहकर्मी संग विदा लेब। नमस्कार, तब तक अपने सब टीवी टुडे देखते रही।